म आज न्युरो खोज्ने बारी भने अलिकता थोरै माथि छ। म यो जङ्गलको बाटो हिँडिराखेको छु। मैले अझ भनौँ ठ्याक्कै यहीँनिर न्युरो खोज्छु भनेर हिँडेको चाहिँ यहाँ माथि एकजना दाइको सुन्तला बारी छ। सुन्तला बारीमा बारीका ढिकमा न्युरो पक्कै पनि उम्रेका होला भन्ने मलाई लागेर म निस्केको हुँ। किनभने केही दिनदेखि लगातार वर्षा भइराखेको छ। अब त पानीले माटोहरू पूर्णतः भिजिसकेकोले न्युरो उम्रियो होला भन्ने मलाई लागेको छ। काली न्युरी चाहिँ अलिक छिटो हुन्छ जस्तो मलाई लाग्छ। र त मैले धेरै भयो नखाएको। यो सबै सुन्तला बारी हो। यहाँ चाहिँ तपाईँ मङ्सिर पुसमा आउनुहुन्छ भने पहेलपुर सुन्तला देख्न सक्नुहुन्छ। यो काली न्युरी चाहिँ एकदम भर्खर उम्रिन सुरु गरे रहेछ। किन म टिपौँ कि नटिपौँ भएँ। ठिकै छ, खान मिल्ने म टिपुला। मैले टिपिनँ भने पनि अरू कोही आएर भोलि टिप्ने नै हो। किनभने यो मेरो बारी होइन। यहाँ जो आउँछ उसैले टिपेर लान्छ। यसको मतलब यो होइन कि सबै मैला मै खाउँ पनि होइन। मलाई यसरी हिँड्दै गर्दा यत्तिकै कुरा गर्न मन लाग्यो। जीवनमा हरेक मान्छेका अनेक प्रकारका सम्बन्ध हुन्छन्। अनेक प्रकारका सम्बन्धहरू जोडिन आउँछन्। त्यसको बारेमा थोरै कुरा गर्न मन लाग्यो। जस्तो कति सम्बन्ध रहरमा गाँसिएका हुन्छन्। रहर मेटिन्छ, सम्बन्ध पनि सकिन्छ। आफै सकिन्छ, केही गर्नै पर्दैन होइन। आफै गाँसिन्छ, आफै सकिन्छ। जस्तो जुत्तामा लागेको धुलो जस्तो हो कतिपय सम्बन्ध। कतिपय सम्बन्ध म एकैछिन यहाँ रोकेँ। मलाई एकदमै मनपर्ने साग चाहिँ मैले यहाँ यो सागको खोजीमा बेसरी नै भौतारिराखेको थिएँ। म कहाँ गएर खाने होला यो साग, कहाँ खोज्ने होला। पहिलाको बेला मैले यो साग भेटेँ। यो चाहिँ हो बेथे साग। अनि जानकारहरू के पनि भन्दा रहेछन् भने यो आइरन चक्कीको 30वटा चक्की खानुभन्दा यो बेथे सागको एउटा मुन्टो नै काफी हुन्छ भनेर भन्दो रहेछन्। म यो न्युरोलाई अन्त राखेँ। म यो टिप्नतिर लागेँ। फेरि पलाउँछ तर म टिपेँ। यो जसको बारी हो त्यो मान्छेले यो सुन्तलालाई अर्कैको जिम्मा लगाइदिएकोले यो लिन आउँछ भन्ने चाहिँ छैन। मैले टिप्दा पनि त्यस्तो केही फरक नपर्ला, परिहालेछ भने पनि अहिले माफी मागे। यो चाहिँ खास स्वादले भन्दा पनि खानुपर्छ भन्ने स्वास्थ्यको दृष्टिकोणले चाहिँ म टिप्दैछु। यो भिडियो हेरिरहनु भएका म जस्तै कयौँ मान्छेहरू, कयौँ दर्शक श्रोताहरू घरबाट टाढा हुनुहुन्छ होला होइन। आफ्नो बारी हुँदा त आफ्नै बारीमा खान मन लागेको कुरा उब्जाउन पाइन्छ। यो परायाको ठाउँमा आएपछि यो आफूले मन लागेको चिज
सकिन्छु भन्दा पनि पाइँदैन। त्यसैले म यो भौतारी रहनु परेको हो, अरू केही पनि होइन। अनि अर्को कुरा, यो के यस्ता चिजहरू हुन्छन् हामी किनेर पनि प्राप्त गर्न सक्दैनौँ। र अर्को कुरा चाहिँ हामी खोज्दाखेरिको यो आनन्द चाहिँ विशेष प्रकारको हुन्छ। मैले यो बेतेको साग टिपिसकेको छु। यसलाई बान्ने डोरीहरू सायद यसले बाँध्न मिल्छ कि। यसलाई मैले बाँधिसकेको छु। गाउँघरमा बस्नुको, गाउँघरमा हुनुको यो पनि एउटा छुट्टै रमाइलो हो। गाउँको, ग्रामीण क्षेत्रको सुन्दरता भन्नु नै यस्तै हरियालीमा पाइन्छ। म के कुरा गर्दै थिएँ सम्बन्धको। कतिपय सम्बन्ध रहरसँगै नजानिदो पाराले जोडिन्छ, रहरसँगै सकिन्छ। जुत्तामा लागेको धुलो जस्तो हो भन्दै थिएँ। कतिपय सम्बन्ध बाध्यताले गाँसिन्छ, तर एउटा मोडमा यस्तो आउँछ, बाध्यता टर्छ, सम्बन्ध पनि फेरि सकिन्छ। स्वार्थले प्रेम जान्दैन, सम्बन्ध जान्दैन। अनि कतिपय सम्बन्ध त भाग्यमै लेखेर आएको हुन्छ, तर विडम्बना मान्छेको भाग्य कतिखेर फेरिन्छ थाहै हुँदैन। भाग्य नै फेरिएपछि सम्बन्धको के काम। म यहाँ काली न्युरो भेटाएको छु, यसलाई म टिप्छु। तर कतिपय सम्बन्ध भने प्रेमले गाँसिएको हुन्छ। प्रेम अनन्त हुन्छ, प्रेम फेरिँदैन, प्रेमले बाध्यता चिन्दैन, प्रेमले रहर चिन्दैन, प्रेमले भाग्य चिन्दैन। मैले सोचे अनुसार यहाँ न्युरो छैन। एकछिन तपाईँहरूलाई मैले सम्बन्धको बारे कुरा गरेँ। हामी गत मङ्सिरमा यहीँ सुन्तला खान आएको थियौँ। हामीले 12-13 सयमा कतिमा 1 क्यारेट भनेको झन्डै 20-21 किलो सुन्तला किनेका थियौँ हामी साथी मिलेर। त्यही ठाउँमा अहिले म न्युरो खोजिरहेको छु। त्यही पर फर्सीका मुन्टाहरू पनि छ, म देखिराखेको छु। म त्यो पनि टिप्ने सूत्र मिलाएर त्यो भने किन फर्सीको मुन्टा चाहिँ म मन परिकन टिप्दिनँ भने यो चाहिँ उनीहरूले झार न्यूनीकरणका लागि लाउनु भएको हो। यहाँ फर्सीको मुन्टा म टिप्दिनँ, यो टिप्ने बेला भएको छैन। म यहाँ न्युरो नै देखिराखेको छु, म न्युरो नै टिप्छु। अब मलाई आजलाई पुगिसकेको छ। म यहाँ धेरै चिजहरू खोजिसकेको छु। यहाँ न्युरो छ, गाभा भेटाएँ, फर्सीको मुन्टा पनि टिपे, थोरै बेतेको साग भेटाएँ। यति भन्दै म यहाँ सुन्तला घारी देखाउँछु। यो सबै सुन्तलाको बगैँचा हो। सुन्तला फुल खेल्दै आयो, अब त बरिखा लाग्यो भन्ने गीत सुन्नुभएकै होला। सुन्नुभएको छैन भने पुनः एकपल्ट याद गराउँदै, सुन्तला फुल खेल्दै आयो, अब त बरिखा लाग्यो भन्ने गीतको स्मरण पुनः एकपल्ट गराउँदै आजको यो हाम्रो न्युरोको कथाको श्रृङ्खलाबाट म बिदा हुन चाहन्छु। हामी फेरि छिटै भेट्नेछौँ।